होइन सरी ल चुप लाग्नु भयो यार ल भइदियो ल अब जे हुनु भइहाल्यो अब दुईजनाले एक आपसमा सरी मागा छोड दियो के हाम्रो पर्सनल कुरा सिया मसँग पर्सनलमा जोड्यो भने मनको कुरा खोलिँदैन भनेको के साथी भयो भने खोलिँदैन खासमा अरूकै कुरा रहेछ यो बुद्धा हेरी सिया बहिनी अरूकै कुरा रहेछ अघि तिमीलाई भने त्यो आफ्नो ठाउँमा देविकाले सरी भन् होइन तर यो कुरा चाहिँ अरूकै कुरा रहेछ के यिनीहरूले पर्सनलमा कुरा यति गर्ने बेलामा अनि अहिले आएर चाहिँ यो भयो कि पर्सनलमा म पनि एउटा नारी हो यिनीहरूले के कुरा गर्छन् कि आफै नाङ्गिन्छन् अनि आफै नाङ्गिने कुरा गर्छन् के अनि यो के गर्न खोजेको नङ्ग्याउँ त पर्सनलमा हामी अहिले भर्खरै भन्नुभएको छ देविकाले अस्ति भएर पनि देविका उसले पनि सपोर्ट गरेको मान्छे हो नि तपाईँलाई दिपिकाले सबै सहयोग गरेको मान्छे हो नि देविकासित तपाईँले अहिले भर्खरै के भन्नुभयो त्यो देविका यता पनि ठिक्क हुन्छ त्यो कविता यता पनि ठिक्क हुन्छ मङ्गललाल धरि तपाईँ दोष लाउनु भएको छ तपाईँले सहयोग गरे हो सिस्टर सपोर्ट कसले दियो केमा सपोर्ट गरे तपाईँले के कुरा हो तिमीलाई थाहा छ तिमीलाई थाहा अरे यार देखिए छ नि त जे भने यस्तो नगर उस्तो नगर यो गर त्यो गर त दियो भने सान्तोना दिएछ नि तपाईँलाई सान्तोना दिए त सान्तोना भित्र मेरो कुरा सबै लगेर कुरा गर्ने हिजोसम्म अस्तिसम्म कुरा गर्ने सबै कुरा किन बताउनुहुन्छ त तपाईँ किन बताउनुहुन्छ आफ्नो मनको कुरा किन बताउनुहुन्छ के भन्छ उनीहरूले यस्तरी नै फलानु डिस्कने यस्तरी नै भनेर ल्याएर रेकर्ड मलाई दिन्छन् रेकर्ड खोइ म त कसैसँग कुरा गरेको छैन यार मलाई यो कुरा थाहा पनि छैन म त आएको फोनहरू नि अनि त्यही भएर डर लाग्छ रिसिभ हुँदैन यार देविका सिस्टरलाई म एकचोटि लास्ट चान्स भनेर जान्छु है रिसाउनु खुसाउनु तपाईँ कस्तो हुनुहुँदो रहेछ भन्ने कुरा अहिले मङ्गलालाई कस्तो धेरै प्रहार गर्नु भएको छ त्यो शब्दले मान्छे मिल्दैन ल मङ्गला र मेरो त भित्री कुरा के हुन्छ भने तिमीलाई थाहा छैन ल सिया त जेसुकै होस् त मिल्नु सकेसम्म मिल्नुहोस् तर यसरी वचन चाहिँ नलगाउनुहोस् होइन सुन्नु पहिला जिन्दगीमा दुःखले आफूलाई खान्छ है एटिट्युडले आफैलाई खान्छ है तपाईँले मलाई यति कुरा मात्रै भन्छ तपाईँले सुखा पार्नु भएको छ भयो भने त चुप्लाई भन्नु नै म आफ्नो घरको फ्यामिलीबाट दुःख पाएको छु तर बाहिरी मान्छेले नि दिपिका जस्तो के अरे मनिका जस्तो इक्जाम्पल है मात्रै सिया जस्तो अरू जस्तो मान्छे ठस चाहिँ ठोस्या छन् है बाको कुरा चाहिँ मान्छेले मेरो नाम र थर लिएर बोलोस् त ल तपाईँलाई सल्लाह भयो त किन विषयमा बोल्नु पर्यो त तपाईँ त्यसो भए भन्नु मेरो घर बाहिर अरू बाहिरी मान्छेले मेरो नाम लिएर मात्रै बोल्नुहोस् त ल त तपाईँ त त्यति अनि त्यति बोल्नुहोस् त मैले तपाईँलाई अझै पनि तपाईँ भनेको छ अघि कस्तो शब्द बोल्नु भएको थियो मैले अझै पनि सम्मान गरेको छु होइन भेरी सरी है मेरो कालीले के भन्यो त्यसमा तर घमण्ड चाहिँ होइन होला देविका सिस्टर घमण्ड नगर्नु के गर्छु के चुप लाग्नु ल यार सरी यार ल चुप लाग्नु सिया तपाईँ चुप लाग्नु न यार यति चाहिँ मेरो लागि यार जोसुकै होस् यार मङ्गलाको कुरा तिम्रो कुरा मेरो कुरा तिमीलाई थाहा नै छैन होइन तिमी आएर मङ्गलाको र मेरो कुरा हरेक कुरा सेयर हुन्छ के कुरा गरे त भन्छु त चुप लाग भने भयो त सिद्धियो जे पनि भन्छु मङ्गलाको जे नि भन्छु होइन उसले सोच्यो होला मैले नि केही कुरा गरेँ भन्ने उसले भन्न पाउँछ उसको दुश्मनसँग म मिले भन्ने उसलाई मनमा चोट मैले हिजो पनि भनेको थिएँ यो कुरा अस्ति पनि भनेको थिएँ र आज बिहान पनि भनेको थिएँ यो कुरा छोडिदिनुहोस् यो कुराहरूलाई दुख्यो होला मैले अघि नै सरी भनेर मागेकै हो त्यही भएर छोडिदिनुहोस् कि यस्तो कुराहरूमा झगडा नगर्नुहोस् ल किनकि कसैको मनभित्र चोट पर्छ कसैले माया गरेको मान्छे हो छोरै मान्छे चाहिन्छ माया गर्नलाई भनेको थिएन मैले अघि नै पनि अहिले पनि भनेको थिएन त्यही भएर चोट पर्छ उसलाई पनि त्यसमा मैले सरी काटी भनेर ऊ पनि हातमा जोड दिएको थिएन मैले त्योभन्दा अगाडि पनि मैले सरी नै भनेर भनेको थिएँ तपाईँहरूलाई थाहा छ सियाले नि यो कुरा सुनेको छ त्यसैले छोडिदिनुहोस् यो कुराहरूमा नजाउँ किनकि सक्यो के झगडा कुरा हुँदैन छोडिदिनुहोस् ल मैले सरी मागेपछि या कोही प्रब्लम केही कुरा भएन किनकि आफ्नो ठाउँमा आफू ठुलो हुन्छ जसको ठाउँमा पनि तर उसको पर्सनल जीवनमा केही चोटहरू आइपऱ्यो भने चाहिँ मैले 46 जना 5000 जना मान्छे हुनुहुन्छ उसको जीवनमा तलमाथि आइपऱ्यो भने जिम्मेवारी म लिन्छु र उसलाई चोटको खुनको बदला म रेडी लिन्छु मैले भनेको छु मैले झुट गर्दिनँ र झुट फेक माया हुँदैन मबाट है मैले उसलाई गाली गरेँ उसँग म पर्सनलमा हरेक कुरा सेयर गरेको हुन्छ उसँग म हरेक कुरा म घर जानु पर्यो भने उसलाई सोधेर जान्छु मैले ल ए नगर न एकछिन पानी
सोधेर जान्छु ल चुप भन्ने एकछिन चुप एकछिन चुप लाग्नु भनिरहेछु सिया चाहिँ त्यत्तिकै पानी खाए म भनिहालेँ नि उसको जिन्दगीमा मैले भनेन मैले उसको छोडको जिन्दगीमा मैले जे गर्नु परेछ भने नि मैले जिम्मा लिएर मैले बस्छु भनेर पहिला पनि भन्छु र अहिले पनि भन्छु उसको जिन्दगीमा बुढाले अलिकति तलमाथि टचर दियो भने मैले तु टिकट नेपाल पठाइदिन्छु या यता ल्याइदिन्छु मैले जिन्दगीमा मैले किटानी हजुर म निराश देखेको भएर सिया गर्नु होला म ठिकै छु होइन अब यस्तै हो है अब यो कहिले कहिले आगो नठोसी पनि बोल्दैन होइन यस्तै हो बढी आक्रोशमा आएपछि मान्छे त्यस्तै हो होइन रिसले आफू खा बुद्धिले आफू खा होइन जिन्दगीमा यस्तो छ होइन केही छैन म आफ्नो ठाउँमा आफू सही छु होइन म यो कुरा मात्रै के भन्छु तपाईँहरूलाई भनेदेखि मान्छेले हुन त अब यो कुरा गर्दाखेरि यहीँ ठेस लाउँछ म भन्दिनँ यार यो कुरा गर्दा यहीँ ठेस